Namaste and Tashithalek to everyone and welcome back to the Jason blog. After a long time, after 45 days, so I'm going to travel in Pokhara. So today I'm going to show you the new place of Pokhara. So it's a place called Nirmal Pokhari, Dada. So guys, in Nirmal Pokhari Dara, when in 45 days before our summer and retreats have been there, and that time I did not bring my camera. So then I'm thinking that after finish our summer retreat, then I want to go there again. And त्यसपछि त्यहाँ निर्मल पोखरी डाँडाको त्यसपछि अलि माथिमा you can see all the Pokhara Valley and International Airport बनाएको त्यो चाहिँ आज म सबै देखाउँछु। अनि त्यो भित्रमा अनि आज अस्ति हामी जाँदाखेरि त्यहाँ त्यही निर्मल पोखरी डाँडाको अलि माथितिर रेस्टुरेन्ट छ। त्यहाँ रेस्टुरेन्टको माथितिर अनि गरिब मैले हामीले यस्तो हेर्दाखेरि घरमा एकदम गरिब जस्तो देख्यो है बिचरा। अनि त्यही भएर मैले के सोचेँ भने उसको अनि त्यो आमाको नातिनी 5 वटा रहेछ। अनि त्यो 5 वटा नातिनीलाई केही न केही लिएर आउँछु भनिसक्यो मैले। अब त्यही भएर केही गिफ्टहरू पनि दिन्छु उनीहरूलाई। You can see in this video, okay? अनि निर्मल पोखरी डाँडामा अनि त्यसपछि रेस्टुरेन्ट है धेरै छ, तर त्यसको माथिमा भण्डारी खाजा घर भन्ने रेस्टुरेन्ट छ है। त्यसमा खाना खानु है, त्यसमा सस्तो मिठो है एकदम राम्रो छ। अनि त्यो दाइ र दिदी दुईटै राम्रो छ। अनि त्यो सबै म देखाउँछु आज। Okay guys, and after long time I'm writing my script, 45 days पछि अब writing गर्दैछु script. Okay, how you like guys? Hello guys, welcome back to my channel Dada Jason blog. And so this is the Pokhara highway, so we are on the way. अनि यहाँबाट अब हामी यता 0 किलोमिटर पुग्छ। त्यसपछि हामी सिधै म्युजियमबाट अनि उता डाइरेक्ट हामी त्यहाँ निर्मल पोखरी डाँडा जाँदैछु। Okay, we meet our friends now from Matapani Gumba. And so on the way now, so in this way, on the way, we can see the all age बुढो-बुढी बस्ने ठाउँ है। अनि अस्ति म यो ठाउँमा गुरुसँग गएको। अनि अब यहाँबाट हामी अब जाँदैछु। यहाँबाट अब अझै जानुपर्छ निर्मल पोखरी डाँडामा। त्यो निलो घरमा हो। ओके, अनि यसको अगाडि चाहिँ सारा एग्रोटेलिक है। सारा एग्रोटेलिकबाट अनि यो पुल देख्छ। अनि त्यसपछि सिधै यहाँबाट जाने। ओके, लेट्स गो। ओके गाइस, अनि यहाँबाट अनि दुईटा बाटो देख्छ है। त्यसपछि यता हामी चाहिँ यता राइटतिर लिएर अनि यहाँबाट यो त्यहाँ ब्यानर एउटा देखेको छ नि हैन, त्यो चाहिँ रिसोर्ट के हो नाम छ। त्यहाँबाट सिधै हामी माथि है। गाइस, अनि यहाँबाट फेरि बाटो दुइटो भेट्छ है। हामी चाहिँ फेरि राइट नै लिने है, राइटबाटै जाने निर्मल पोखरी डाँडा। बाटो त बबाल रहेछ है, एकदम राम्रो बाटो। सबै एकचोटि त जानुपर्छ है यो ठाउँमा, दामी छ यो ठाउँ। But I want to show you that here also many hotel or restaurants, so many. So guys, we are going to not here, so we are going to in this way. So in this way up the hills, we can see the all Pokhara Valley
and international airport, Pokhara International Airport construction going on. And then this way, after we go back to Pokhara, our place. So this way we go back and we come from here. Okay, now I'm going this way. Arrived at Nirmal Pokhari. That place name is Nirmal Pokhari. So just now we arrived here, and so my friends are there, and we are in that restaurant. So this restaurant is also very nice. Oh, Didi, namaste. Namaste, Didi, Sanjay huncha? Oh, खाना बनाउँदैछ दिदी? Okay, Didi. भन्नुलाई नमस्ते. हजुर हुन्छ? हाम्रो यहाँको सब्जी र सौनी. Enjoy. You can take your lunch in here. So this is really a good restaurant and cheap and tasty. हाम्रो दिदीले यहाँ खाना बनाउँदैछ अनि त्यसपछि हाम्रो भन्दैले यहाँ कटिङ अचार हो दाइ अचार बनाउँदैछ दाइले अनि ओके गाइस अनि तिनीहरू हजुरहरू कसले मेरो भिडियो हेर्नुभयो त्यो यदि यहाँ निर्मल पोखरी यो ठाउँमा आयो भने मैले बाटो सबै देखाएको छु हैन रेस्टुरेन्ट यसमा आउनु अनि सस्तो मिठो है एकदम मिठो लोकल नै हो अनि सबै भेजिटेबलहरु सबै लोकल नै हो एकदम राम्रो छ Thank you. What is your name? Huh? What is your name? My name is Samiksha. नाम छिटो नाम के रे तिम्रो नाम Sadiksha भन्छ तिम्रो नाम सरेक्षा अनि उसको नाम समीक्षा अनि सुमन ए ल ल हुन्छ ल तिमीहरु यहाँ हेर्नु है यहाँ मैले यो काल थाहा छ युट्युबमा छ युट्युब थाहा छ नि हैन यसमा छ है हाय भन्न छिटो हाय पछि देख्छ है ओके गाइस अनि यहाँबाट अब हामी माथि गएर धारा माथि जाने पल्टन पल्टन रहेछ निमा यता निमा ओ अम्ल हो भएको जुस आमा हुन्छ ल आमा नमस्ते आमा नातिनीहरु खै नातिनीहरु बोलाउ त सन्चै हुनुहुन्छ खुसी भयो होला है हामी फेरि आयो
Nirmal Pokhari dada. Okay. Ale. Ah. Okay. Ta devan ta Nirmal airport ta. Ta south do. Guys, यो चाहिँ लाइन सेक्सन यो बनाउँदैछ त्यो चाहिँ है पोखरा इन्टरनेसनल एयरपोर्ट है निर्मल पोखरी धाराबाट टाढोबाट छ अहिले एउटा प्यान्ट देख्नु भयो भने यो चाहिँ हाम्रो यहीँ पोखराको सानो एयरपोर्ट Nó sẽ lo nhau. Anh mà phải lên đặt lên. Kalau anda tu. Ajo anda tu kalau. Anda kah? Kalau punya apa tu? Okay. Om jela. Kalau anda tu, salah anda tu. Okay. Apa? Apa? Ta yanggel layer tu yang tu. के पाउँछ दाइ एकचोटि भन्नु त अनि यहाँ मटन खाजा सेट मटन खाटन के खाजा सेट हजुर अनि चिकन अनि होल चिकन हजुर चिकन खाजा सेट लोकल है फेरि सबै लोकल है हजुर अनि बोका पनि लोकल हजुर बोकाको आइटमहरू हजुर अनि बट्टै चरा ए को मासुहरू जिरोहरू पाउँछ होल चिकन 3000 मा पाउँछ ए हजुर 3000 को 4 आइटम बन्छ एउटा झिर हुन्छ एउटा छोइला हुन्छ एउटा ग्रेभी हुन्छ एउटा झोल हुन्छ तपाईहरु यही गयो है पहिलाबाटै हैन दाइ है ल भनेर दाइ सबै ल सबै है फेरि पछि भेटौँला हामी है अनि गाइस अब यहाँबाट हामी निस्किन लाग्छु अघि चाहिँ हामी थोरै उताबाट आएको हैन अब यहाँबाट झर्ने हो अनि यहाँबाट चाहिँ हाम्रो त्यो छोरापटन हैन टासिलिङ टिबेटन क्याम्प यहाँबाट निस्किन्छ अब हामी यहाँबाट जाँदै छु ओके गाइस अनि अघि चाहिँ हामी अब उकालो चढेर आयो हैन अब चाहिँ हामी फेरि ओह्रालोमा जाँदै हैन अनि त्यसपछि अब हामी जस्तै कति मिनेटपछि हामी छोरापटन पुग्छ छोरापटनबाट अगाडि चाहिँ हामी चाहिँ यो के हो के अरे आजभोलि सबैले भनिरहेको छ नाम चाहिँ फुस्रे खोला भन्छ है अब अहिलेसम्म गएको छैन फुस्रे खोला त्यहाँबाट जाँदैछु हामी पहिला फुस्रे खोला देखाउँछु हजुरलाई अनि त्यसपछि हामी छोरापटनतिर पुग्छु अनि त्यसपछि आफ्नै घर जान्छु लेट्स गो
ओके गाइस, अब हामी फुर्से खोला पुग्न लाग्यो अनि फुर्से खोला यहाँबाट म एकछिन फुर्से खोला देखाउँछु हजुरलाई। तर पानी चाहिँ एकदम ठुलो छ है। अब बर्खा पानी पर्ने अब सिध्यो, बर्खामा धेरै पानी पर्छ अरे, तर अहिले यहाँ छुट्टै परि छ। We arrived at the Fusre Khola, the river. I don't know, but I saw in this river in many YouTube. ओके गाइस, अनि हामी यहाँ अब फुर्से खोला काट्यो, फुर्से खोला काटिसकेर अब हामी अब छोराबाट निस्किन्छ। राइट लिएर छोरोपटन पुग्छ। अनि हामी अब यो छोरोपटन हामी यो चाहिँ यो टिबेटन क्याम्प हो। अनि अब छोरोपटनमा हामी एकछिन रोक्छौँ। यहाँ क्याफेहरू छ, एकदम क्याफे राम्रो है, बस्नु पनि पाउँछ। यस क्याफे हुन्छ टिबेटन क्याम्पमा, यहाँ जाँदैछौँ हामी। Okay guys, this is all for today. So this is the place called Scenic. Okay guys, thank you so much for watching this video, and so if you like my video, so please do subscribe my YouTube channel. I want more subscribes. Okay, and so आजको लागि यति नै। I miss you and love you all, and Jai Buddha, Jai Buddha, Jai Buddha.